पोलिटिक्समा प्रिन्सिपल्स अफ प्रोबेबिलिटी भन्ने हुन्छ। यो बढी चर्चा पाउने विषय हो। राजनीतिमा खास गरी आफूलाई विश्लेषक भनेर उभ्याएका मान्छेहरूले यो सिद्धान्तका आधारमा, सम्भाव्यताको सिद्धान्तका आधारमा धेरै पूर्वानुमान अनुमानका आधारमा धेरै चर्चा गर्ने गरेका छन्। म त्यस्तो राजनीतिक विश्लेषक होइन। मलाई त्यसो भनेर दाबी गर्न मन लाग्दैन, किनभने यी फगत आकलनहरूमा गएर धेरैचोटि टुङ्गिन्छन्। तैपनि आज मलाई भन्न मन लागेको चाहिँ हिजो निर्वाचन आयोगले जुन फैसला सुनायो नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन पक्ष र आफूलाई संस्थागत पक्ष भनेर उभ्याउँदै गरेको बहुमत केन्द्रीय सदस्यहरू, पूर्ववत बहुमत केन्द्रीय सदस्यहरूको समूहका बीचमा जुन फैसला आयो निर्वाचन आयोगको, त्यसपछि अब के हुन्छ भनेर म तपाईलाई प्रिन्सिपल्स अफ प्रोबेबिलिटीका आधारमा भनौँ है त। पहिलो, असन्तुष्ट बनेकाहरू भन्नाले आफूलाई संस्थागत दाबी गर्नेहरू र यो विशेष महाधिवेशन केही पनि होइन, यो हुँदै होइन, त्यो एक्जिस्ट छैन भनेर बोल्न अग्रसर भएका केही मान्छेहरू आफ्नो इगोलाई बचाउन सर्वोच्च जाने कुरा गर्छन्। सर्वोच्च अदालतले केही निर्णय दिन पर्ने होला र सम्भवतः मलाई त्यस्तो लाग्छ, किनभने अहिलेसम्म देशकाल परिस्थितिका बारेमा त्यति भनौँ न अवेर भएर पनि इग्नोरेन्स गरेका छ कतिचोटि सर्वोच्चले, न्यायाधीशहरूले त्यो गरेका छन्। खास गरी विकास निर्माणको सवालमा स्टे अर्डरहरू दिएर अन्तरिम आदेशहरू तोकेर काम रोकेका थुप्रै उदाहरणहरू छन्। भर्खरै हेटौँडाको केस तपाईँलाई थाहा छ। हेटौडामा सडक विस्तारको लागि जुन ढङ्गले यो भत्काउन थालिएको थियो, अहिले हेटौडालाई विरूप सहरको रूपमा चिनाउने प्रयत्न भएको छ। त्यो सर्वोच्चकै अन्तरिम आदेशको कारणले गर्दा हो, स्टे अर्डर। किनभने थुप्रै त्यस्ता घटनाहरू छन् विकास निर्माणका सवालमा ठुल्ठुला विकासका परियोजनाहरूलाई स्टे अर्डर दिएर सर्वोच्चले रोकिदिएको छ। त्यो हेर्दै गर्दा ठक्कै कन्टेक्स्टका विपरीत भन्ने देखिन्छ। त्यही कुरो हुनसक्छ। हामी सबै निर्वाचनमा प्रवेश गरिराखेको बेला यो मुद्दा त्यहाँ जाँदा एक ढङ्गको स्टे अर्डर निर्वाचन आयोगलाई समेत जान सक्ने प्रोबेबिलिटी देखिन्छ र कुनै ढङ्गको संस्थापन भनिएका पक्षहरूको पक्षमा पनि अदालतबाट भनौँ न फैसला हुन सक्छ फेभरमा भन्ने एउटा छ भने, अर्को चाहिँ होइन यसो नगरौँ, यो इगोलाई त्यागौँ भनेर केही मान्छेहरू अलिकति विनम्र भएर आउँछन्। खास गरी अहिले पेन्डुलुम भनेर बोलिएका चिनिएका मान्छेहरू यतातिर फर्किन्छन् र के भन्छन् भने होइन, हामी सबै एकजुट भएर निर्वाचनमा जाने। किनभने अहिलेको नयाँ समितिले पनि पुरानाहरू कसैले निर्वाचनमा उम्मेदवारीको दाबी गर्दै गर्दा हुँदैन भन्नेवाला छैनन्। उनीहरूले सम्मान साथ उम्मेदवारीको लागि टिकट दिन्छन्। त्यसो हुँदाखेरि निर्वाचन जित्ने र निर्वाचन जितिसकेपछि बल्ल पार्टीलाई फुटाउन सकिन्छ। त्यो चाहिँ संसदमा कति सिट सङ्ख्या आउँछ भन्ने आधारमा पार्टी फुटाउन सक्ने सम्भावना त्यता देखिन्छ। यद्यपि यो मध्यमार्गीहरूले निर्वाचनलाई उपयोग गरौँ भन्ने सशक्त प्रस्ताव लान्छन्, तर पुराना यो हटवादीहरू छन् नि, यिनीहरू यो नअगाएका जुका जस्तै किर्ना जस्तै यी मान्छेहरूले भोलि पार्टी फुटाउने सम्भावना छ। ल, मैले प्रिन्सिपल्स अफ प्रोबेबिलिटीका आधारमा यति भने। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। थ्याङ्क यू।